पुनः स्वागत छ टेक गुरु च्यानलको युट्युब क्लासमा। आज हामी एडोब फोटोसप 7.0 को 5औं क्लासमा छौं। योभन्दा अगाडि का एपिसोडहरुमा हामीले एडोब फोटोसप 7.0 को क्लास निरन्तर दिइरहेका छौं। 1 2 3 4 गरेर तपाईलाई मैले अलरेडी च्याप्टरहरु प्रदान गरिसकेको छु। आज हामी यो क्लासमा हिलिङ ब्रश टुल र ब्रश टुलको बारेमा सिक्ने छौं। सुरुमा तपाईलाई म हिलिङ ब्रश टुललाई हामीले सिक्छौं। त्यसको लागि तपाईले यसलाई सिधै सर्टकट गर्नको लागि किबोर्डमा जे प्रेस गर्नुभयो भने हिलिङ ब्रश टुल सिलेक्ट हुन्छ र हिलिङ ब्रश टुल भित्र हिलिङ ब्रश टुल र पेन्च टुल गरेर दुईवटा टुलहरु छ है। हामीले आज हिलिङ ब्रश टुललाई हामीले स्याम्पल लिनका लागि र कुनै दाब धब्बाहरु छ भने हटाउनका लागि हामीले हिलिङ ब्रश टुललाई प्रयोग गर्छौं है। हिलिङ ब्रश टुलमा यहाँ माथि हामीले देख्न सक्छौं डायमिटर भन्ने छ, यताउता छ। त्यो भन्दा अगाडि मैले तपाईलाई सुरुमा एउटा फोटो लिएर तपाईलाई देखाउँछु। जस्तै म यो फोटोलाई लिन्छु। यो फोटोलाई म ओपन गर्छु। ओपन गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ हामीले यहाँ धब्बाहरु छ, यसलाई चाहिँ हामीले हटाएर हेर्छौं है। जस्तै यहाँ मैले यहाँ क्लिक गरे, जस्तै मैले यहाँ क्लिक गर्छु। क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ डायमिटर भन्ने छ है, डायमिटर, हार्डनेस भन्ने छ। त्यसैगरी यहाँ स्पेसिङ भन्ने छ। त्यसैगरी यहाँ तल एंगलहरु छ, हामीले एंगलहरु पनि यताउता गराउन सक्छौं। यहाँ राउन्डनेस भन्ने यो अप्सन चाहिँ हामीले सिधै यो फोटोमा राइट क्लिक गर्यौं भने पनि तपाईले देख्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ डायमिटर है, देख्न सक्नुहुन्छ मेरो गोलो राउन्ड छ यो गोलो है। यो गोलोलाई मैले ठुलो गराउनु पर्यो भने यो डायमिटरलाई मैले बढाए भने एउटा ठुलो बन्छ है। यसलाई चाहिँ सानो बनाए पनि यो सानो बढ्छ है। त्यसैगरी हामीले किबोर्डमा बिग ब्राकेट ग्रेटर देनले ठुलो र बिग ब्राकेट लेस देनले सानो, हामीले यो डायमिटरलाई त्यसरी पनि किबोर्डबाट सहायताले पनि यसलाई ठुलो सानो गराउन सक्छौं है। हामीले यसरी ठुलो सानो बनाउँछौं किबोर्डको सहायताले। अनि त्यसपछि हामीले आफूलाई कति डायमिटर चाहिन्छ त्यही अनुसार हामीले लिन्छौं। हामीले यो धब्बाहरु हटाउनु पर्यो, त्यसको लागि म स्याम्पल लिन्छु। अल्ट प्रेस गर्नुस् र राइट क्लिक गर्नुस् है। तपाईको त्यहाँबाट स्याम्पल लिन्छ। स्याम्पल ल्याइसकेपछि तपाईले कहाँको धब्बा हटाउने हो त्यसमा सिधै डाइरेक्ट क्लिक गर्नुभयो भने तपाईको यो धब्बा चाहिँ हट्छ। हेर्नुस् त कति सजिलैले हट्छ है। तपाईको बिग ब्राकेट ग्रेटर देनले ठुलो, बिग ब्राकेट स्मलर देनले सानो बनाउनुस्। डायमिटर चुज गर्नुस् र तपाईलाई कहाँको स्याम्पल ल्याउनु छ त्यहाँ अल्ट प्रेस गरेर राइट क्लिक गर्नुस्। त्यहाँबाट स्याम्पल ल्याउनुस् र सिधै क्लिक गर्नुस्, राइट क्लिक गर्नुस्। तपाईको धब्बा यसरी हट्छ, देख्न सक्नुहुन्छ। मैले यहाँ चाहिँ धब्बा यसरी हट्छ है। यहाँ धब्बा आफूले स्याम्पल ल्याउने अनि त्यसलाई चाहिँ क्लिक गर्ने, ड्र्याग गरे पनि हुन्छ, नभए तपाईले सिधै क्लिक गर्नुभयो भने तपाईको सिधा यसरी हट्छ है। आफूले स्याम्पल लिने कहाँको चाहिन्छ र त्यहाँ चाहिँ क्लिक गर्ने है। यसरी तपाईले लिन सक्नुहुन्छ है। यो त भयो डायमिटर लिने र स्याम्पल ल्याउने तरिका। अब हामीले यहाँ चाहिँ हार्डनेस भन्ने छ। हार्डनेसलाई हामीले थोरै गरायौं भने तपाईको ओपासिटी, हामीले फोटोशपमा ओपासिटी भने के हो त्यो बुझ्नुपर्छ है। ओपासिटी कम अथवा धेरै अथवा हार्डनेस भने हामीले कतिको टाठो र कतिको मधुरो भन्ने चीज हुन्छ। हामीले धेरै हार्डनेस बढायो भने यहाँ चाहिँ क्लियरिटी त्यतिकै धेरै हुन्छ र हामीले गरायौं भने थोरै हुन्छ है। हामीले हार्डनेसलाई बिचमा राख्छौं। अनि यो स्पेसिङ भन्ने छ। स्पेसिङ हेर्नु त मैले यहाँ क्लिक गर्छु, यहाँ ड्र्याग गर्छु है। हेर्नु त टाढा टाढा यसले सिलेक्ट गर्छ है। हेर्नु त सिलेक्ट भन्दा पनि हामीले त्यो जहाँबाट स्याम्पल ल्याछौं यसले टाढा टाढा गर्छ। तर हामीले यो थोरै राख्यौं भने यसले सिधा कुनै पनि स्पेस नलिएर अथवा कुनै पनि ग्याप नलिएर सिधै काम गर्छ है। त्यसैले हामीले स्पेसिङलाई सबैभन्दा थोरै गरायो भने हामीलाई काम गर्न सजिलो हुन्छ है। स्पेसिङ थोरै गराउनुहोस्। त्यसैगरी यहाँ चाहिँ तपाईको एंगल छ है। एंगल हामीले यो एंगललाई यो राउन्ड भएको ठाउँमा यस्तै छोयो भने एंगल अटोमेटिक चेन्ज हुन्छ है। यहाँ तपाईको राउन्डनेस छ। राउन्डनेसलाई मैले जस्तै 50 राख्दिन्छु है। 50 राखे र हेर्नुस् त मेरो राउन्डनेस कस्तो भयो, चेप्टो टाइपको भयो है, चेप्टो टाइपको भयो। त्यसैगरी तपाईले यो राउन्डनेसलाई एंगललाई केही पनि नगर्नु, 0 मा राख्नुस् र यो उसलाई चाहिँ 100 मै राख्नुस्। 100 मै राख्नुभयो भने तपाईको के हुन्छ, राउन्डनेस यो गोलो आकारमा देखिन्छ है। यसरी तपाईले यसलाई काम गर्न सक्नुहुन्छ है। त्यसैगरी यहाँ तपाईको नर्मल अरु चीजहरु छ, यसलाई नर्मलै हुन दिनुस्। यसले त्यसरी फरक पर्दैन है, नर्मलै हुन दिनुस्। र यहाँ तपाईको दुईटा चीज छ है। एउटा चाहिँ स्याम्पल भन्ने छ, एउटा चाहिँ प्याटर्न भन्ने छ। हामीले चाहिँ स्याम्पलै लिन्छौं। धेरै जस्तो हामीले स्याम्पलै लिन्छौं, कहिलेकाहीँ प्याटर्न ल्याउनु पर्छ। प्याटर्न लिनको लागि यहाँ प्याटर्नमा क्लिक गर्नुस् र आफूलाई चाहिएको प्याटर्न चुज गर्नुस् है। प्याटर्नलाई हामीले चुज गरेर गर्न सक्छौं। जस्तै मैले यो सबै चीज हटाउनु पर्यो भने कन्ट्रोल अल्ट र जेड, कन्ट्रोल अल्ट जेड गर्नुस्, त्यो चाहिँ अगाडि जान्छ, अन्डु हुन्छ है, अन्डु हुन्छ। यसरी मैले यो हटाए
धेरै जस्तो हामीले स्याम्पल ल्याएर प्रयोग गर्छौं नत्र भने कहिलेकाहीँ प्याटर्न पनि युज गर्न सक्छौं है। अर्को छ एलिजेन्ट। एलिजेन्ट भन्ने छ म यसलाई तपाईलाई सिकाउँछु। जस्तै मैले यहाँ देख्न सक्नुहुन्छ मैले एउटा चिन्ह लिए है। जस्तै एलिजेन्टमा टिक लगाए भने तपाईको यो प्लस चिन्ह छ नि देख्न सक्नुहुन्छ। म एरो जता लग्छु त्यो प्लस चिन्ह पनि त्यतै जान्छ हेर्नुस् त है। हेर्नुस् मैले यसलाई यतातिर लिए यो यतातिर आयो। तर यसलाई मैले टिक लगाएन र यहाँको स्याम्पल लिए भने त्यो प्लस चिन्ह त्यही मात्रै रहिरहन्छ है। त्यहाँको मात्रै तपाईको स्याम्पल लिन्छ है। अब हामीले सिक्छौं तपाईको पेन्च टुलको बारेमा। पेन्च टुल हिलिङ ब्रश टुल भित्र पेन्च टुल भन्ने छ यसको बारेमा सिक्छौं। त्यसको लागि म एउटा फोटो लिन्छु। यहाँ तपाईले देख्न सक्नुहुन्छ यो टाइगरको फोटो छ। यसलाई ओपन गर्छु। ओपन गरिसकेपछि यहाँ माथि देख्न सक्नुहुन्छ एउटा चाहिँ तपाईको सोर्स छ एउटा चाहिँ डेस्टिनेसन छ है। जस्तै म यसलाई सिलेक्ट गर्छु सिधा राइट क्लिक गर्छु र यसलाई यसको वरिपरि यहाँ क्लिक गरेर यसलाई सिलेक्ट गर्छु। सिलेक्ट गरिसकेपछि अब यसलाई मैले डेस्टिनेसन है आफूले लग्ने कहाँ त्यसलाई भन्छ डेस्टिनेसन है। जस्तै मैले यसलाई यता लिए र पछाडीको ब्याकग्राउन्डसँग यसले म्याच गरेर हाम्रो यसलाई टाइगरलाई धेरै फोटाहरू बनायो है। यसैगरी मैले कन्ट्रोल अल्ट जेड गरेर यो फोटाहरू हटाउँछु र यसलाई फेरि सिलेक्ट गरेछु है। सिलेक्ट छ र मैले यसलाई सोर्समा लग्छु है। सोर्स भनेको उहाँको चीज त्यहाँको चीज त्यहाँ ल्याउने है। सोर्स भनेको अन्तको चीजलाई सिलेक्ट भएको ठाउँमा ल्याउने। डेस्टिनेसन भनेको सिलेक्ट भएकोलाई अर्को ठाउँमा लग्ने लाई डेस्टिनेसन र अरुमा मैले जहाँ सिलेक्ट गरेको छु त्यहाँको अन्त राखेर त्यहाँको चीजलाई यता ल्याउनेलाई सोर्स भन्छ है। सोर्स र डेस्टिनेसन भन्ने चीज हामीले थाहा पाउनु पर्छ है। डेस्टिनेसन भनेको कहाँ लग्ने र सोर्स भनेको कहाँबाट ल्याउनेलाई सोर्स भन्छ है। त्यस्तै गरी यहाँ प्याटर्न भन्ने छ तपाईले माथि देख्न सक्नुहुन्छ। प्याटर्न म प्याटर्नमा चुज गरेर मैले यहाँ चाहिँ क्लिक गरे। क्लिक गरिसकेपछि युज प्याटर्न गरे यो चाहिँ यसरी हुन्छ। जस्तै मैले यहाँ एक क्लिक यसलाई गोलो गराए। गोलो गराइसकेपछि यहाँ प्याटर्न चुज गर्छु है। आफूले चाहेको प्याटर्नलाई चुज गर्छु। चुज गरिसकेपछि यहाँ युज प्याटर्न भन्ने छ। मैले युज प्याटर्नमा क्लिक गर्छु तपाईको प्याटर्न चुज हुन्छ है। यसरी तपाईले आफूले चाहेको ठाउँमा नदेखिनलाई अथवा ब्लर गराउनलाई अथवा नदेखिनलाई हामीले यो चाहिँ प्रयोग प्याटर्नलाई लिन्छौं है। आफूलाई जहाँ चाहिन्छ त्यसलाई सिलेक्ट गर्ने र प्याटर्न चुज गर्ने र युज प्याटर्न गर्ने है। त्यसरी तपाईले प्याटर्नलाई युज गर्न सक्नुहुन्छ है। हामीले अहिले हिलिङ ब्रश टुलको बारेमा सिक्यौं। हिलिङ ब्रश टुल भित्र तपाईको हिलिङ ब्रश टुल र पेन्च टुल भन्ने छ। हिलिङ ब्रश टुलले के गर्छ भन्दा धब्बाहरूलाई हटाउन र सोर्सलाई लिनलाई प्रयोग गर्छ है। र हामीले यो जुन पेन्च टुल छ पेन्च टुलले चाहिँ हामीलाई कहाँबाट लिने र कहाँ लगेर राख्ने भन्ने कुरा यसले चाहिँ पेन्च टुलले सिकाउँछ है। यो त थियो हिलिङ ब्रश टुलको बारेमा। अब हामीले ब्रश टुलको बारेमा सिक्छौं। ब्रश टुललाई हामीले सर्टकटमा बी प्रेस गर्छौं र यसलाई सिलेक्ट गर्छौं। जस्तै मैले अन्त प्रेस गरेर किबोर्डमा बी प्रेस गरे भने ब्रश टुल सिलेक्ट हुन्छ र यसभित्र हामीले ब्रश टुल र पेन टुल गरी दुईवटा टुलहरू हुन्छ है। ब्रश टुल र पेन टुल उस्तै हो। त्यही भएर ब्रश टुल हामीले सिक्नुपर्छ। त्यसको लागि म एउटा फोटो लिन्छु। त्यही अघिनको एउटा फोटो छ। यो फोटो लिए। फोटो लिइसकेपछि यहाँ माथि देख्न सक्नुहुन्छ यहाँ चाहिँ विभिन्न ब्रशको आइटमहरू छ है। तपाईले जुन कुनै आइटमहरू चुज गरेर यो डायमिटरलाई ठुलो सानो पनि गराउन सक्नुहुन्छ है। हामीले अघिनो किबोर्डबाट हामीले बिग ब्राकेट बिगर ध्यानले ठुलो बिग ब्राकेट स्मलर ध्यानले सानो गरेर पनि हामीले सानो ठुलो गराउन सक्छौं। त्यसैगरी यो फोटोमा हामीले लेफ्ट क्लिक गर्यौं भने पनि त्यो अप्सन यहाँ आएर बस्छ है। हामीले यहाँ देख्छौं। जस्तै मैले अप्सनलाई अथवा यो आइटमलाई मैले चुज गरे। चुज गरिसकेपछि अब कलर लिनु पर्यो। कलर लिनलाई मैले सिधै तपाईको अल्ट प्रेस गर्छु र जुन कुनै ठाउँमा राइट क्लिक गर्छु अनि त्यसले चाहिँ तपाईको स्याम्पल लिन्छ कुन कलरको लिने भनेर कलर लिन्छ र हामीले यहाँ ओपासिटी छ। ओपासिटीलाई हामीले थोरै धेरै पनि गराउन सक्छौं। ओपासिटी हामीले धेरै गरायो भने टाठो हुन्छ। अघि नै हामीले हार्डनेसमा पढाएको थियौं र यो फलोलाई हामीले ठुलो सानो गर्न सक्छौं। यसलाई हामीले स्पेसिङको तरिकाले बुझ्न सक्छौं। त्यसैगरी मैले यहाँ सिधै राइट क्लिक गर्छु र यो धब्बालाई सजिलै हटाउन सक्छु है। जस्तै मैले यहाँ चाहिँ क्लिक गरे र यो धब्बालाई यसरी तपाईले हटाउन सक्नुहुन्छ। तपाईले देख्न सक्नुहुन्छ यहाँ चाहिँ मजाले तपाईले क्लिक गरे पनि हुन्छ नभए ड्र्याग गरेर हटाए पनि हुन्छ है। तपाईले ओपासिटी बढी गराउनु भयो भने तपाईको बढी र तपाईले फलोलाई गर्नुभयो भने स्पेसिङमा जस्तै तपाईको फलो चाहिँ
छुट्दै जान्छ है, फ्लोलाई छुट्दै जान्छ। त्यही भएर तपाईँले चाहिँ यसलाई जति सक्यो फ्लोलाई ठिक्क गराउनुहोस् र तपाईँको ओपासिटीलाई पनि ठिक्क गराउनुहोस् र प्रयोग गर्नुहोस् है। त्यसै गरी ओपासिटीलाई बुझ्नको लागि म फेरि एउटा न्यू पेज क्रिएट गर्छु। न्यू पेज क्रिएट गरिसकेपछि मैले यहाँ चाहिँ तपाईँको यहाँ सिलेक्सन टुल छ है, यहाँ सिलेक्सन टुल छ, यसलाई चाहिँ म यहाँ यति सिलेक्ट गर्छु। सिलेक्ट गरिसकेपछि यहाँ माथि देख्न सक्नुहुन्छ यहाँ प्लस माइनस हुन्छ, हामीले माइनसमा क्लिक गर्छौँ र फेरि अर्को बक्स बनाउँछु म है। अब यहाँ भित्र मैले कलर राखेर ओपासिटी है, ओपासिटीको प्रयोग है तपाईँलाई अझ डिटेल तरिकाले सिकाउँछु। मैले एउटा कलर लिन्छु, त्यसको लागि म यो पिङ्क कलर लिएँ है, ओके गरेँ। ओके गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ मैले ओपासिटी छ नि, ओपासिटीलाई ब्रसमा जान्छु र ओपासिटीलाई कम गराउँछु है, यहाँ कम गराउँछु। कम गराइसकेपछि अब मैले यहाँ चाहिँ यो स्पेसमा अथवा यो बिचमा मैले सबै ठाउँ यसको ओपासिटी कम छ, त्यही भएर यसको कलर चाहिँ एकदमै कम लाग्छ है। कम लागिसकेपछि यहाँ मैले अब यसलाई धेरै लगाउँछु, यसको लागि ओपासिटी बढी गराउँछु। हेर्नुहोस् त, ओपासिटी कम गराउँदाखेरि कम लाग्यो र ओपासिटी धेरै गराए तपाईँको धेरै लाग्छ है, धेरै लाग्छ। अहिले यहाँ मैले यहाँ यसरी तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ ओपासिटी कम गराउँदाखेरि कम कलर थियो, ओपासिटी बढी गराउँदाखेरि ओपासिटी बढी छ है। यसरी तपाईँले फ्रेमहरू अथवा फोटोको बोर्डरहरू गराएको तपाईँले देख्न सक्नुहुन्छ। यसरी तपाईँले ओपासिटीको प्रयोग गरेर यो बोर्डर अथवा फ्रेमहरू पनि बनाउन सक्नुहुन्छ है। ब्रस टुलभित्र अर्को टुल छ पेन्सिल टुल। हामीले ब्रस टुलको साथै पेन्सिल टुल पनि युज गर्न सक्छौँ। पेन्सिल टुल र ब्रस टुल एउटै हो, एउटै तरिकाले हामीले युज गर्छौँ। त्यसको लागि म एउटा न्यू पेज क्रिएट गर्छु 4:6 को है, पेज क्रिएट गरेँ र यहाँ चाहिँ तपाईँले ब्रस कुन चाहिँ अलिकति हार्ड लिने कि कसरी लिने यहाँ तपाईँले अप्सन चुज गर्न सक्नुहुन्छ। र त्यसै गरी तपाईँले यहाँ तपाईँले ब्रस टुललाई जसरी युज गर्नुहुन्थ्यो पेन्सिल टुललाई पनि त्यसै गरी युज गर्न सक्नुहुन्छ है। जस्तै ओपासिटी बढाएपछि तपाईँको के हुन्थ्यो, अलिकति टाठो देखिन्थ्यो, ओपासिटी घटाएपछि कम देखिन्थ्यो। सेम तपाईँले ब्रस टुललाई जसरी युज गर्नुहुन्छ त्यसै गरी पेन्सिल टुललाई युज गर्न सकिन्छ। त्यसैले एउटै क्याटेगोरीभित्र तपाईँले ब्रस टुल र पेन्सिल टुल राखेको छ है। हुन्छ, आजको भिडियोमा म तपाईँलाई हिलिङ ब्रस टुल र ब्रस टुल सिकाएँ। हिलिङ ब्रस टुलभित्र तपाईँको हिलिङ ब्रस टुल र प्याच टुल छ भने ब्रस टुलभित्र ब्रस टुल र पेन्सिल टुल रहेको थियो। तपाईँलाई आज यो भिडियो तपाईँलाई प्रदान गरेँ। यो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला र आउँदा दिनहरूको भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। र यो भिडियो अन्त्यसम्म हेरिदिएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो भिडियो अरू माझ पनि पुर्याएर हामीलाई साथ सपोर्ट गर्नुहोला भन्दै आजको बसाइबाट छुट्टिने अनुमति चाहन्छु। बिदा दिनुहोस्, नमस्ते।